गाइस म चाहिँ घरबाट आएको निस्कियो कि घरबाट निस्केर अनि अब फुपूलाई बोलाउनु जानु लाग्यो यस्तै छ गाउँको मेरो घर भने यस्तै अब त्यही हो होइन वाला हिजो बाइक छोपेर राखेको थिएँ यस्तै छोपेर राखेको थिएँ कि अरूभन्दा पनि पानी पर्नु लाग्यो अब काठमाडौँ जाने गाडीमा टक्क हालिदिने अनि सरर काठमाडौँ पठाइदिने फुपूलाई त्यो गाइस बाइक चाहिँ अब रेडी छ बाइक रेडी मान्छे रेडी सब कुरा चाहिँ खजना पानी म त हेलमेटै नलिकन आएछु यार हेलमेट लिएर आउनुपर्छ अहिले ह्यान्डल लक वान ट्याप हान्छ कि हान्दैन अघि आज गियरमा छ क्या गियरमा रहेछ न्युट्रलमा बस्यो भाइ त्यो न्युट्रलमा भयो अन्त यस बाइक स्टार्ट रेडी बाइक रेडी बाइक चाहिँ रेडी भइसक्यो मेरो घर चाहिँ यही हो होइन अब त्यस्तै छ ल आज चाहिँ उद्घाटन है त आमाले भान्जालाई वेलकम भयो आज गाइस आज यो ग्यारेजको लागि उद्घाटन यो कोठाको लागि चौकात ए यता चौकात यता ल छोरो पनि रेडी थियो गाइस चौकात टिका लाउने कि नलाउने यता पैसा लिने भने ऊ नैवेद खाने पैसा लिने कि नलिने ल खोइ नमस्ते गरेको खोइ नमस्ते खोइ ल नमस्ते होइन म लाउनु त्यस्तो लाउनु ल गाइस सुन्दै आजको उद्घाटन के कस्तो हुँदैछ बवाल हुँदैछ नि हिजोको उद्घाटन नि यसो हेर्ने हो कि त्यो उद्घाटन अब सुरु भइसक्यो कि अब यताको उद्घाटन हिजोको उद्घाटन छुट्टै छ फेरि छुट्टै रहेछ हिजोको उद्घाटन फेरि है गाह्रो छ त अनि हिजोको उद्घाटन यतापट्टिको हल्का गयो यो गएछ भाँचेछ नि त टुङ्गे यार यसको टुङ्गै भाँचेको रहेछ त एउटा लुकिङ ग्लास मात्रै फेरिदिए नि हुने रहेछ तल फुट्यो अनि यता अलिअलि स्क्र्याच भएर रहेछ के अरे होइन
भाइजर चाहिँ कता हुँदा नि फुटेको ए यहाँ गएछ नि त उद्घाटन हिजोको उद्घाटन अलि धेरै नै भएछ अब 3,500को खर्च हुन लागिहाल्यो यति भएपछि अब अरू त ठिकै छ भनौँ अनि यता नि अलिकति गएछ अरू त ठिकै छ त्यति साह्रो त केही नै अब यता सब रेडी पानी यता रेडी यो रेडी छोटो भएछ क्या पाइप अलिक छोटो भयो पानी यसलाई ल्याउनु पर्ला अहिले त्यसमा अर्को जोडे नि हुन्छ अर्को जोडै हुन्छ नि अर्को जोड दिए नि हुन्छ हल्का नजिक ल्याउनु न अहिले यसलाई यो छोटो भएछ क्या ल यतिको नजिक ल्यायो भने अहिले एकछिनमा हुन्छ अनि यता मेरो बाइकदेखिबाट अब स्टार्टिङ रे अब उद्घाटन अब यहाँ बाइकमै ट्याको वास हानेर पानी सानी हानेर उद्घाटन हुन्छ अरे आज चाहिँ है त अनि आफूलाई पनि देखाउनु पऱ्यो कति अब यता मात्रै होइन त्यो के भन्यो चौकातले बोलेकै बुझिन चौकात मेरो नि उद्घाटन हेर मिलेन होला नि यहाँ बत्ती बोलेन र त्यो भित्र हल्लियो कि भित्र मिलेन हो भाइ मिल त्यहाँ हुने चाहिनु हो वायरिङ त अनि यस्तो रहेछ उद्घाटन नै खुङ्खार भएछ नि त यहाँ त अनि उद्घाटन नै खुङ्खारै होला जस्तो भइसक्यो रुक्नु है अन गर्नु त दाइ अनै छ नि त होइन न अब मोटर अन गर्नु न मोटर अन छ कि अन छ बत्ती बोलेन यहाँ यो उसले हाल्नु पर्ने ल हुन पर्ने हो त्यहाँ यो तारको कतै हल्लियो कि त्यो अन्त माथि रहेछ अनि पानी जाने यता पनि खुसी त रहेछ त्यहाँ लाऊ भाइ त्यो तिमीले क्या सुरुवात गरेको सुरुवात मईबाट हो अरे सुरुवात मईबाट हुनु थालिसक्यो अलिक ठाडो गरेर बाइक पनि चिटिकै हुने भयो उद्घाटनको अब पानीले अब मेरो बाइक पुरा डल्किनु भयो होइन दाइ हजुर पनि रेडी गर्नु है यहाँ त के हुनु पर्यो नबनाइदिनु
त्यस्तो होइन नि यार सुन्दाई त्यो केबल लागेको मुखमा यो हाम्रो उदाहरण हामीकै यही छ पहले दिन तो ऐसे ही हो रहा है यार, कति हाल्नु पर्छ थोड़ा थोरो भन्दा लाएर राम्रो थोड़ा भिजान मान्छे थोड़ा भिजान यति भन्ने हुन्छ र 5 मिनट 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 5 मिनट
सत्यमले ल्याउँथ्यो कि यसलाई के कहाँबाट हो पनि एउटा तार फुत्छ बाबु भाइ हेरे तार हो त्यहाँनिर एउटा तारले त्यो उताको तार काट्छ ठ्याक्कै राख्नु त्यो गऱ्यो भने सही हुन्छ हाम्रो ठिक छ नि भाउजू है त ल ठिकै आउँदो रहेछ यसको नि फिज त ठिकै आउँदो रहेछ त्यसमा के अरे उ गरिदिनु थियो सुन्दै काटी हालेर अनि काँटीमा ठ्याक्क बिचमा काँटी हालिदिनु अनि तारले हल्का धेरै बाने जस्तो गरिदिनु अब त टेम्पोरेरी पाइप त धेरै त होला यो त्यो पाइप धेरै भएपछि त त्यसरी नै हान्दिनु कि होइन कस्तो भएर ठिक छ नि आजको हाम्रो उद्घाटनै बवालै भएर अब आफ्नै सुरुवात गर्नुपर्छ सबैजना आउनु होला हाम्रो यहाँ यो दोकान हो मध्य नेपाल छ दुईपिप्लेदेखिबाट नि आउनु होला अघि आज घुमी फेरि यहीँ धुन आउनु होला धुने मान्छे चाहिँ अब मै बनिदिन्छु अघि त्यो धुने मान्छे मै बनिदिउँला तर आउनु पऱ्यो मलाई चाहिँ आउनु पऱ्यो है त बनायो त्यो बेलामा फेरि कस्तो फोन हान्छ नि घरको थिएन नि अलिक धुन बस्नु पऱ्यो भनेको तिमी यहाँ हेलो हेलो हुन्छ के भन्नु गर्ने अघि नै म टेन्ट हाल्नलाई धेरै बसेको थिएँ बसेर अहिले एकछिनमा आउँछु भनेको फेरि यता आइहालेँ भाषा नआएको थिएँ फेरि यहाँ अनि यहाँ घर आउनुलाई थियो कि अनि यहाँ फेरि अनि आज यता उद्घाटन भएर यहाँ हामीलाईको यहाँ पसल उद्घाटन भएर यहाँ फेरि बाइक यहीँ राखेर धोएर अनि उद्घाटन गर्दैछु गर्दैछ होला नि अहिले म तल टेन्ट हाल्नु जाने बेला धेरै हेर्छु भाषा नआउँछु क्या म मिलन टोलमा ल ल लग्यो ल त्यो गाई बाइक चाहिँ म हठात भटाउनु होला मैले के भन्न चाहन्छु यति भन्न चाहन्छु कि बाइक धुन म हटा आउनु होला अब रानी पानीमा अब बाइक धुने मान्छे कि सबै पसलै सुधिसक्यो सुरुवात मैले यहीँ हालिदिनु पर्ला आएको छ भाउजू के होला हो भाउजूलाई बोल्ने मुडमै छैन जस्तो लाग्यो भाउजू ल्याइहाल्नु कि सुन्दा हजुर पनि के भोलि नमरे हुँदैन त्यसको त एउटा लुकिङ ग्लास मात्रै फेरिदिनु हुँदैन तल त अलि मसँग प्लास्टिक होल्डिङ गर्नुपर्छ के सेकै फेरिदिने अरू धुँदाखेरि मैले आफ्नो लुगा धोएको भन्दा पनि खतरा हान्छु जति बुढी भएको बुढीको लुगा त हेरिन्थ्यो होला अब छैन है यस्तै छ के गर्नु
गाह्रो छ मलाई गाह्रो चम्किएन त ओइ राम कता गयो त्यो ढुङ्गासुङ्गा फुटालो कहिले के गरे हौ अत नि रेडी गरेर राख कि काम पुगेन भने त उतापट्टि त भित्रको त्यो च्याम्बर बन्द ठाउँको नि त्यो काम गरौँ मेरो के पुगेन भने तिम्रो नि लगाऊ दिपीलाई नि हालिहाल्ने अब उद्घाटन गर अनि भर्खरै धराएको खाइ गरे जानी यसो गरे हान्ने भर्खरै धराएको नि बोरी हुन्छ नि सुरुवात गरिदिएको कि आज दिन पार्दिएको आज कहाँ हो र साइड बस दिन पार्दिएको आज यसो मैले हेर्नु हुन्छ नि थाहा पनि भएन क्या के गर्दै अलिक केही थाहा भएन कहाँ के छ र नि त्यसको ब्रेक माथिबाट हालेको कसलाई लिएर गएको छ कि तलै छ नि हजुर नि फेरि फुपुलाई अखान्डो बिचमा माथिपट्टि अँठाइदियो त